सबै डिटेलहरु छ। परमिट नम्बर, वर्क परमिटको नम्बर छ, स्ट्याटस एक्टिभ छ, सरनेम, फर्स्ट नेम, नेसनालिटी, नेम अफ इम्प्लोयर, तपाईहरुको कम्पनीको नाम। नमस्ते साथीहरु, मेरो नाम नवराज मैनाली। सबैले मलाई मिस्टर नम्बु भनेर चिन्नुहुन्छ। के छ तपाईहरु खबर? सायद तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदम आराम छु। धेरै पछि एउटा नयाँ भिडियो लिएर आएको छु। यो भिडियो के हो भनेर तपाईहरुले थम्बनेल र टाइटल हेरेर पनि सायद थाहा पाइसक्नु भएको छ। यो भिडियो चाहिँ खास गरी मर्सिसमा काम गर्न आउनेहरुको लागि, वर्किङमा आउनेहरुको लागि चाहिँ एकदमै धेरै महत्त्वपूर्ण हुन सक्छ। एकदमै धेरै महत्त्वपूर्ण हुन सक्छ है। खास गरी चाहिँ यदि तपाईहरु मर्सिसको लागि अप्लाई गरिसक्नु भयो र अप्लाई गरिसकेपछि तपाईहरुको वर्क परमिट पनि आइसकेको छ, इस्यु भइसकेको छ र वर्क परमिट तपाईको हातमा छ भने चाहिँ यो भिडियो अझै तपाईहरुको लागि महत्त्वपूर्ण हुन सक्छ है त। किन महत्त्वपूर्ण हुन सक्छ भन्दाखेरि चाहिँ वर्क परमिट ओरिजिनल हो कि डुप्लिकेट हो त्यो थाहा पाउनको लागि चाहिँ यो भिडियो तपाईहरुको लागि एकदमै धेरै महत्त्वपूर्ण हुन सक्छ, फाइदाजनक हुन सक्छ है त। यो भिडियो सायद यो बारेमा सायद यो कन्टेन्टमा, यो टपिकमा चाहिँ मर्सिसमा हुने सायद कसैले पनि बनाउनु भएको थिएन, त्यही भएर पनि मैले बनाउनु लागेको हो। अब यो भिडियो मैले अलि अगाडि बनाउनु पर्थ्यो, त्यही पनि केही समयको व्यस्तताले गर्दाखेरि यो भिडियो आज बनाउन गइरहेको छु। त्यही भएर भिडियो स्किप नगरिकन हेर्नु होला है त। अनि एउटा कुरा साथीहरु, यो भिडियोलाई पूर्ण रूपमा सुरु गर्नुभन्दा अगाडि चाहिँ एउटा के याद तपाईहरुलाई म के याद दिलाउन चाहन्छु भने यो वर्क परमिट चाहिँ ई वर्क परमिट हो। यो 2025 सेप्टेम्बर 1 देखि चाहिँ गभर्नमेन्टले चाहिँ नयाँ वर्क परमिट, इलेक्ट्रोनिक वर्क परमिट दिन थालेको छ गभर्नमेन्टले। यो क्यूआर भएको वर्क परमिट हो। यसमा चाहिँ क्यूआर कोड हुन्छ। यो क्यूआर स्क्यान गरेर तपाईहरुले थाहा पाउन सक्नुहुन्छ है त। यो पुरानो वर्क परमिटमा यसरी मिल्दैन। यो नयाँ वर्क परमिट हो जुन चाहिँ 2025 सेप्टेम्बर 1 देखिबाट सुरु भएको थियो र मैले आज भिडियो बनाउँदै गर्दाखेरि 2026 मार्चको आज भयो 15 तारिक भयो है त। एकदमै धेरै पछि बनाइरहेको छु, त्यही भएर यो कुरा चाहिँ तपाईहरु ध्यानमा राख्नु होला है त। अनि यो भिडियो जसलाई थाहा छैन उहाँहरुको लागि हो, थाहा हुनेको लागि चाहिँ होइन है त। ल आउनुस् अब म सिकाउँछु तपाईहरुलाई वर्क परमिट कसरी चेक गर्ने, क्यूआर कोड मार्फतबाट चाहिँ रियल हो कि फेक हो भनेर। लेट्स गो। सर्वप्रथम त तपाईहरु आफ्नो मोबाइलको गुगलमा जानु होला। गुगलमा गइसकेपछि सर्च बारमा हेर्नु होला। सर्च बारमा यता साइडमा माइक्रोफोन छ, माइक्रोफोनको साइडमा चाहिँ गुगल लेन्स छ। गुगल लेन्समा क्लिक गर्नु होला अनि आफ्नो वर्क परमिटको क्यूआरलाई स्क्यान गर्नु होला। वर्क परमिट तपाईले स्क्यान गरिसक्नु भएपछि त्यहाँ तल एउटा लिंक आउँछ, त्यसको मुनिपट्टि वेबसाइट छ, त्यसमा तपाईहरुले क्लिक गर्नु होला। क्लिक गर्ने बित्तिकै तपाईहरुलाई यो इन्टरफेस खुल्छ। यो इन्टरफेस खुल्ने बित्तिकै तपाईहरुले त्यहाँ देख्न सक्नुहुन्छ सबै डिटेलहरु छ। परमिट नम्बर, वर्क परमिटको नम्बर छ, स्ट्याटस एक्टिभ छ, सरनेम, फर्स्ट नेम, नेसनालिटी, नेम अफ इम्प्लोयर, तपाईहरुको कम्पनीको नाम, अनि त्यसपछि तपाईहरुको पोस्ट, सबै पासपोर्ट नम्बरहरु सबै यहाँनिर तपाईहरुले आफ्नो इन्टरफेसमा तपाईहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ अफिसियल वेबसाइटबाट देखाएको हुनुपर्छ है त। यो पुरै डिटेल्सहरु अफिसियल वेबसाइटबाट देखाएको हुनुपर्छ अनि मात्र यो ओरिजिनल भन्ने हुन्छ है त। यही हो साथीहरु। यदि तपाईहरुले पुरा हेर्नु भयो भने तपाईहरुले पनि सिकिसक्नु भएको छ। धेरै केही पनि लामो छैन, एक दुई स्टेप मात्रै हो। यति तपाईहरुले जानिसकेपछि चाहिँ अरु कसैलाई हारगुहार गर्नु पर्दैन। मेरो वर्क परमिट चेक गर्दै पनि कसैलाई भन्नु पर्दैन। तपाईहरु आफै घर बसी मजाले चेक गर्न सक्नुहुन्छ है त। अनि फेरि एकचोटि लास्टमा के सम्झाइदिउँ भने यो चाहिँ नयाँ वर्क परमिट हो जुन चाहिँ 2025 सेप्टेम्बर 1 देखि सरकारले दिन थालेको छ। पुरानो वर्क परमिटमा चाहिँ यसरी गर्न मिल्दैन। यो चाहिँ नयाँ वर्क परमिट हो जसमा चाहिँ क्यूआर कोड राखिएको हुन्छ है। जुन वर्क परमिटमा क्यूआर कोड राखिएको छ त्यो वर्क परमिट चाहिँ यसरी मजाले क्यूआर स्क्यान गरेर हामीले थाहा पाउन सक्छौं वर्क परमिट रियल हो कि फेक हो है त। वर्क परमिटमा यदि गभर्नमेन्टको वेबसाइटबाट खोलेर सबै डिटेल देखायो भने चाहिँ यो ओरिजिनल हो जुन चाहिँ मैले तपाईहरुलाई भिडियो मार्फत देखाएँ। यदि त्यहाँनिर गभर्नमेन्टको वेबसाइटबाट खुलेन भने चाहिँ त्यो चाहिँ वर्क परमिट ओरिजिनल हुँदैन, त्यो चाहिँ डुप्लिकेट हुन्छ भन्ने तपाईहरुले बुझ्नु होला है त। थ्यांक यू सो मच साथीहरु। एकदमै पछि भिडियो लिएर आएको थिएँ, त्यही भएर यदि तपाईहरु नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गर्नु होला। टिकटकमा बाट हेर्दै हुनुहुन्छ भने टिकटकमा फलो पनि गर्नु होला, कमेन्ट पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला, शेयर पनि गरिदिनु होला। त्यो त भन्नै परेन। थ्यांक यू साथी। बाइ। राति हेर्दै हुनुहुन्छ भने शुभरात्रि भन्न चाहन्छु, दिनमा हेर्दै हुनुहुन्छ भने शुभ दिन भन्न चाहन्छु। बाइ। लट्स अफ लभ फ्रम मिस्टर नम्बु ब्लग। बाइ।